सो नमस्ते साथीहरु, सम्पूर्णमा स्वागत छ फेरि पनि हाम्रो नयाँ भिडियोमा। धेरै समयपछि चाहिँ फेरि भिडियो आउन थालेको छ। म पनि गाडीमा आइपुगिसकेको छु। म कारणवश अब तपाईहरुलाई थाहा नै छ के भएर कसो भएर चाहिँ म घर बसेको थिएँ। सो 1 महिनाको बसाइपछि, लगभग 1 महिना 5 दिनको बसाइपछि चाहिँ म पुनः फेरि रिकभर भइसकेर गाडीमा आइसकेको छु। रिकभर भन्दा पनि अझ ठिक चाहिँ भएको छैन, तर मैले चाहिँ भाइको लाइसेन्स आइसकेको छ। भाइलाई पनि अब गाडी खोजिन पर्ने छ। सो मसँग हिँड्दै गर्छ, मलाई पनि अलिकति हेल्प पनि हुन्छ। अनि त्यही बिचमा चाहिँ गाडीहरू पनि खोजखाज गरेर भाइलाई पनि अब दिलाउन पर्ने हुन्छ। सो यस्तै छ, 1 महिनासम्म ग्याप भयो, भिडियो ल्याउन पाएन। सो त्यसको लागि त एकदम मलाई नै एकदम नमजा लागिरहेको छ। सो अब कन्टिन्यू भिडियो हुन्छ। सो यतिखेर हामी भन्नु पर्दामा चाहिँ श्री स्टिलमा, आज लक्ष्मी स्टिलमा होइन कि श्री स्टिलबाट चाहिँ हामी लोड गर्नको लागि आइपुगेका छौँ। काठमाडौँको लागि 1-1.5 घन्टा अगाडि मात्रै हामी यहाँ आइपुगेका थियौँ। सो यहाँनिर यो सिरुखोलहरू चाहिँ मैले सबै यसो देखाएको थिएँ, सबै घर चाहिँ धोएर राखेको थिएँ। सो यो काम गर्दाखेरि चाहिँ अलिकति अघि नै बनाउँछु भनिरहेको थिएँ, भ्याइएन। सो अब पालो पनि आइसकेको छ। एउटा गाडी पछाडि हाम्रो गाडी यहाँ लोडिङ लगाइरहेको छ, त्यसपछि चाहिँ हाम्रो गाडी लोडिङ हुन्छ। म धेरै समयपछि यो फ्याक्ट्रीमा चाहिँ आएँ। सो अब यस्तै छ। अब लोडिङको अलिकति मैले दृश्यहरू पनि देखाउँछु अनि के कस्तो हुँदैछ। धेरै समय भइसक्यो भिडियोहरू बाटोको बनाउन नै पाएको छैन। सो सबै मिलाएर चाहिँ मैले भिडियो बनाउँछु। भिडियोलाई चाहिँ अन्तिम समय हेरेर साथ सपोर्ट दिनु होला। सो हाम्रो चाहिँ पालो आइसकेको छ। यो गाडी निक्लेपछि यहीँ चाहिँ हाम्रो गाडी लाग्छ है। गाडी हाम्रो चाहिँ त्यो छ। हाम्रो गाडी चाहिँ अहिले लोड गरेर काटाबाट अगाडि बढिसकेको छ। अब चलानी बनाउनको लागि एकछिन टाइम लाग्छ है। त्यसपछि चाहिँ हामी फ्याक्ट्रीबाट निक्लिन्छौँ। टायर बनाउनु पर्ने छ, गिरिस हावा चेक यताउति सबै कामहरू गराउनु पर्ने छ। फ्याक्ट्रीको नियम चाहिँ खतरा रहेछ। त्रिपाल लगाएर जानुपर्ने है। त्यो भएर दुइटै गाडीले यहाँ त्रिपाल लगाउँदैछौँ। अघि हाम्रो चाहिँ लगाएर आइरहेको थियो, तर फेरि आएर भाइहरूले खोलिदिए। अहिले फेरि लाउनु पर्ने भएको छ। श्री स्टिलमा चाहिँ त्रिपाल लाउनु पर्छ है साथीहरू। यस्तो छ, राम्रो हो नियम त। तर यसलाई चाहिँ के गर्छ भन्ने कुरो हो। अब यसलाई पनि त त्रिपाल लाउनु पर्यो नि त्यो हिसाबले त, होइन? गाह्रो छ। साथीहरु यतिखेर चाहिँ हामी बर्दघाट चिसापानी आइपुगिसकेका छौँ। गाडी चाहिँ भाइले चलाइरहेको छ।
म चाहिँ फुल्ली रेस्टमा छु। मेरो खुट्टाले अलिकति मिल्दैन। सो यहाँ चिसापानी बजार अझै बजार देखिरहेको छैन। सो यताउति गर्दा हाम्रो ढिलो भयो। टायर बनाउँदाखेरि सबै कुरो मिलाउँदाखेरि चाहिँ अलिकति ढिलो भइहाल्यो होइन। साँझ परिहाल्यो। सो केही छैन, भोलि अब जाम छैन भन्ने कुरो चाहिँ आइरहेको छ। अब गइन्छ बिस्तारै, भोलि खाली गर्ने हिसाबले चाहिँ। के गरेर आएको छ यो? यता तल्लो बाटो छैन, धुलै धुलो छ, यस्तो छ हालत। यता हाम्रो पुरानो कलाकार के छ? कलाकारको के छ त अनि दोस्त? के छ होइन? रातिमा लाइटिङ अलिकति भएको छैन। सो अब दाउन्नेको बाटो के कस्तो छ? म चाहिँ अब धेरै समयपछि, धेरै भन्नाले लगभग 1 महिना 10 दिन पछि जाँदैछु। जाम छैन भन्ने कुरो भएको छ। देखाउने छु विवरणहरू आज, किनभने म अब अलिक दिन एकदम राम्रोसँग भिडियो बनाउन पाउँछु। खास चलाउन मिल्दैन मलाई। के गरेछ ल? पागलै रहेछ त। अगाडि आएर झ्याप्प रोकिदिरहेको छ भन। सो बाटोघाटो के छ कस्तो त्यो देखाउने छु। पिच कहाँसम्म भएको छ भन्ने कुरो पनि देखाउने छु। सो भिडियोलाई चाहिँ हेरिरहनु होला है त। सो अहिले चाहिँ हामी दाउन्ने उकालो चलिरहेका छौँ। यो चाहिँ यासी मोड भनिन्छ यसलाई चाहिँ। अब यो पिच कहाँसम्म छ भन्ने कुरो चाहिँ म देखाउने छु। यस्तै छ पारा, गाह्रो छ साथीहरू है। बाटो यस्तै छ, बाहिर पनि यस्तै छ। अहिले चाहिँ हामी त्यसको बाटो हेरिरहेका छौँ। हाम्रो गाडी चाहिँ अब 2 नम्बरमा हिँडेको छ अहिलेलाई, किनभने खासै तान्दैन है। कस्तो देखिरहेको छ, गाह्रो छ नि। अहिले हामी बरघाटबाट 2 किलोमिटर, लगभग 2 किलोमिटर माथि आइपुगिसकेका छौँ। पिच यहाँ देख्न सकिन्छ। यहाँसम्म पनि अझै पिच भइरहेको छ। अझै माथिसम्म सायद पिच छ होला। हामी हेर्दै जाने नै छौँ कहाँसम्म पिच भएको छ भन्ने कुरो। मलाई लाग्छ बरघाटदेखि 3 किलोमिटरसम्म चाहिँ पिच भइसकेको छ। अनि त्यहाँबाट उता चाहिँ हुने क्रम चाहिँ जारी नै छ भन्नुपर्छ है। गाडीहरू अहिले एकदम एकतर्फी चाहिँ बाटो छ। यो एकतर्फी बाटोमा पनि डबल क्रस भइरहेको छ, यसरी देख्न सकिन्छ। यो बाटोको सेड्युल त मैले फेसबुकमा पनि मैले हालिसकेको थिएँ। रातिको 11 बजीदेखि बिहानको 4 या 5 बजीसम्म चाहिँ पूर्ण रूपमा चाहिँ बन्द हुन्छ। नाइटहरू जति पनि आउने नाइटहरू छ अब समयमा नै आउने पर्ने छ। समयमा नै आउँछन् पनि है। नआउने गाडीहरू चाहिँ हाम्रो यताबाट च्यामिरे अनि तपाईँको बरघाटमा रोकिन्छ। उताबाट आउने चोरमारा र आरु खोलाको बिचमा चाहिँ सायद रोकिन्छ होइन। मैले पनि समाचारको माध्यमबाट त्यति थाहा पाएको थिएँ। सो आज म जाँदैछु, के कसो छ। काम एकदम तीव्र गतिमा चलिरहेको छ। अब तीव्र गतिमा चल्नुको कारण पनि किन यो बर्खालाई चाहिँ एकदम मध्यनजर गर्नु मलाई चाहिँ यो मेन जस्तो लाग्छ। किनभने बर्खा नजिकै छ। अब यो 2 महिना जति काम हुन्छ होइन। मेन फोकस चाहिँ अहिले यो
दाउन्नेको ओह्रालोलाई चाहिँ दिइरहेको छ किनभने बर्खामा चाहिँ बिजोक हुन्छ यो बाटो अहिले तपाईँको एक झल्को पानी पर्दामा नै यस्तो हुन्छ भनेपछि बर्खामा के हालत होला त्यो सोच्नै सकिँदैन होइन त्यस कारणले गर्दा पनि ठिकै छ अहिले जति धुलो मैलो जस्तो जेसुकै भए पनि बर्खाको लागि चाहिँ एकदम राम्रो भइरहेको छ काम पनि तीव्र गतिमा यसरी टाइम टेबल मिलाएर चाहिँ गर्दाखेरि चाहिँ काम पनि छिटो छरिटो हुन्छ सो धेरै नै माथिसम्म पिच भइसकेको रहेछ सो यो पनि हाम्रो भैरवनाथ बाबा है हाम्रो टिकाम सरको गाडी हाम्रो एकै ठाउँको गाडी पनि हो सो उहाँले पनि काठमाडौँकै लोड गर्नुभएको छ झन्डै नै सो यतिखेर हामी खुर्सानी खोला चाहिँ आइपुगिसकेका छौँ साथीहरू सायद यो खुर्सानी खोलाबाट उता चाहिँ छैन जस्तो छ किनभने यहाँ धुलो धेरै मात्रामा चाहिँ धुलो उडिरहेको छ पिच सायद यहीँ पिचको गन्तव्य चाहिँ यहीँ नै टुङ्गेला जस्तो लाग्यो मलाई सायद रहेछ नै सो तपाईँको 3 किलोमिटरको हाराहारीमा चाहिँ पिच भइसकेको छ हामीले देख्न सकिन्छ तान्छ है केटाहरू गाडी त है खाल्टाखुल्टीमा हाल्छ नि केटाहरूले फेरि आइतरको हो गेयरबक्स आइतरको हो कि महिन्द्राको पनि खुर्सानी खोला बाटो सम्ममा त्यस्तै हिँड्थ्यो सम्ममा कुद्छ यहाँ चाहिँ सिम्पल बाटो छ ड्राइभर छ उकालोमा पनि यो अलि रेसियो मिल्दैन के टङ्गारो उठाएर हिँड्दैन उकालोमा दाब 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 यहाँ पिकअप पुग्दैन यस्तै छ दाब 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 जान्छ सो फाइनली हामी अहिले दाउन्ने आइपुगिसक्यौँ ठ्याक्कै 35-40 मिनट चाहिँ हामीलाई दाउन्ने आइपुग्न लाग्यो भरघाटबाट है साथीहरू यस्तै छ बाटो अब यहाँबाट तलको बाटोको अवस्था के छ अब चाहिँ मजारी म देखाउने छु मजारी हेर्नु होला साथीहरूले अहिले अब दाउन्नेमा पनि कामहरू भइरहेको छ कोही गाडीहरू यता बिग्रेर बसिरहेको छ 278 पो रहेछ यस्तै छ गाडी बिग्रिने क्रम पनि बढ्दो छ बाटो बन्ने क्रम पनि बढिरहेको छ है कङ्गारू झारेको त्यही गरुले खायो मेरो बाली त्यही गरुले खायो मेरो बाली त्यही खुसीमा बजाउ सबैले ताली चैट 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 पुरै भत्या रहेछ है गाह्रो छ नेपालमा अब यात्रा गर्न अब गाडीमा अरूभन्दा पनि अब ट्रक लिएर यात्रा गर्न चाहिँ धेरै नै कठिनाइ छ के गरेर राति राति माटो चोरेर के हो यहाँ यिनीहरूले माटो चोरेर कहाँ गाडी बिग्रियो गाडी सो बाटो एकदम कुनै साइडबाट च्याप्ने यस्तो खाल्डो छ र अनि टुटफुट हुँदैन त गाडी यस्तो यसरी सिग्नल बनाइएको छ है यहाँ चाहिँ अब कुनै गाडी ठ्याक्क अब बिग्रिहाल्यो भने जाम लाग्ने कारण चाहिँ त्यो पनि एउटा हो अब अहिले चाहिँ अब खासै उताबाट गाडी आएको छैन हामी लगभग विश्वकर्मा मन्दिर नजिकै आइपुग्न थालिसक्यौँ लागिसकेको छ है अब कतिको लामो छ भन्ने कुरो चाहिँ अब एकछिनमा थाहा हुन्छ गाडीहरू अघि एकछिन उताको गाडीहरू एकदम कम मात्रामा आइरहेको थियो
आउनु लाग्यो होइन यसो पट्टा सट्टा हेर है हामी चाहिँ विश्वकर्मा मन्दिरमा यहाँनिर चाहिँ पुरै बाटो यसरी सिङ्गल यहाँ के पुल हाल्न लाग्छ के हो बाटो यस्तो छ त हेड गर त जय विश्वकर्मा बाबा यो यहाँ चाहिँ एकदम अब अलिकति पानी हाल्यो भने चिप्लेर गाडी नै नचला जस्तो रहेछ पुरै खाल्टो बनाएर राखेको छ बाटो के गरे खै सायद अब यो अलि एकछिनपछि यहाँ पक्कै नै जामै लाग्छ किनभने जाम लाग्ने क्रम चाहिँ बल्ल गाडीहरूको चाप अब एकछिनपछि नाइट पनि त्यत्तिकै अनि ट्रकहरू पनि आउने समय अब लगभग भइ नै सक्यो है अब हाम्रै पछाडि देख्न सकिन्छ अहिले हामी यतिखेर ठ्याक्कै आइपुग्यौँ दुम्कीबास खाना खानको लागि चाहिँ रोकिएको छ सो जर्नी अब रातभरि नै हुन्छ जाम हाँ